मारे मारे उया नलीलाई दुई भागमा डिभाइजन गरेको हुन्छ एउटा अप्पर र एउटा लोअर अप्परमा चाहिँ न्याजा क्याभिटी भने चाहिँ 50 देखि 100 ml कति अरे 50 देखि 100 ml सम्म खानुपर्ने हुन्छ भने ब्ल्याक ब्लकलाई 90 डिग्रीमा दाँतमा यसरी राख्ने अनि हामीले यसरी ड्रप नगर्ने यसलाई हामीले यसरी तल तल ढ्याप्ने माथि माथि साथी यसरी गर्ने सेग्रिगेसन हेलो गाइज वेलकम ब्याक टु माई नादर एपिसोड अफ पिएलजी ब्लग्स है आई होप सबैजना सन्चै हुन्छ र म पनि सन्चै नै छु। आज चाहिँ फेरि अस्ति नै गएको मोटरसाइकलको यो चाहिँ दोस्रो भ्लग हुन गइरहेको छ अनि सबैजनाले हेरेर साथ दिनु होला। र आज चाहिँ हाम्रो के छ भन्दाखेरि आज चाहिँ हाम्रो यहाँनिर प्रेजेन्टेसन छ अनि त्यसो आज हामी गइन्छ अनि हल्का प्रेजेन्ट गरिन्छ हामीले प्रिपेयर गरेको कुराहरू। अनि अहिले मसित चाहिँ अस्ति नैको भाविस भाइ छन्। हेलो केही भन्नु छु भाइ मेरो ब्लगमा अहिले चाहिँ हाम्रो अलिक त्यति धेरै राम्रो छैन त्यसको लागि म माफ माग्न चाहन्छु। अब मलाई चाहिँ स्टार्टिङ नै इन्डिङको दिएको छ पार्ट जसको लागि लेख्नु त लेखाएको छु घोक्न नि गएको हो तर अगाडि गएपछि बिर्सिन्छ यो पनि नर्मल कुरा हो। अहिले चाहिँ हामी टक्कसँगले बसन्तपुरदेखि लागिसकेको छौँ अनि केटाहरू अगाडि गइसकेको छन्। हामी चाहिँ अलिकति पछाडि भइएको छ है। यहाँको जङ्गल फेरि A1 छ है गाइस। सो अब हामी पुगेपछि अब बवाल हुने नै छ म देखाउने नै छु तपाईँहरूलाई। पुगेको यो हाम्रो यात्रा चाहिँ हेरिदिनु होला है त ल यत्तिकै। सो अहिले चाहिँ हामी यहाँ केटाहरूसित पनि भेटिसकेको छौँ। हामी चाहिँ जङ्गलको बाटो हिँड्दैछ चट्ट तरिकाले। सो अहिले चाहिँ हामी तल जाँदैछौँ। रविन दाई आइसक्नु भएको छ हाम्रो लिएर जाँदै हुन्छ स्कुल चट्ट तरिकाले। हामी यहाँ त्यसो गइरहेछ पुग्न आँटिसकेको छौँ। पुगेपछि अब एकैचोटि हेर्नु होइन। सो गाइज अहिले चाहिँ हामी टक्कसँगले पछाडि देख्न सक्नुहुन्छ तपाईँहरू अहिले चाहिँ हामी चट्ट लगाएर स्मारक विद्यालय आइपुगिसकेको छौँ। स्मारक माध्यमिक विद्यालय आइसकेको छौँ। केटाहरू यहाँ छन् र एक दुईजना केटाहरू चाहिँ माथि उयो तासी हो उयो चाहिँ। सो गाइज अहिले चाहिँ हामी टक्कसँगले पछाडि देख्न सक्नुहुन्छ तपाईँहरू अहिले चाहिँ हामी चट्ट लगाएर स्मारक विद्यालय आइपुगिसकेको छौँ। स्मारक माध्यमिक विद्यालय आइसकेको छौँ। केटाहरू यहाँ छन् र एक दुईजना केटाहरू चाहिँ माथि उयो तासी हो उयो चाहिँ। आज केटाहरू माथि गएर गफ त्यहाँनिर मिलाउँदै हुन्छ र त्यहाँदेखि मिलाइसकेपछि चाहिँ हामी चट्ट लगाएर हामी प्रेजेन्टेसन गर्छौँ र म त्यो अवश्य त्यो दृश्य हजुरहरूलाई म अवश्य देखाउनेछु हेर्दै गर्नु होला है त। दिनेछौँ तथा अन्य विभिन्न रोगहरूको बारेमा पनि हामी छलफल गर्नेछौँ। यति भन्दै आज कार्यक्रम सुरु गर्न चाहन्छु। सर्वप्रथम त दाँत माझ्ने तरिकाबाटै हामी सुरु गर्न जाँदैछौँ जसका लागि सर्वप्रथम हाम्रो प्रिय मित्र तासी भोटेले अगाडि आएर आफ्नो प्रेजेन्टेसन सबैजनाले प्रश्न गर्नुभयो के होला होइन कसरी गर्नुहुन्छ हजुर घरमा रिजल्ट गर्नुहुन्छ कतिखेर गर्नुहुन्छ गर्नुहुन्छ कि गर्नुहुन्छ अहिले चाहिँ प्लस गर्दा चाहिँ त्यहाँदेखि कोही प्रायः जस्तो गर्ने बानी हुन्छ त्यो चाहिँ गर्ने गर्नु हुँदैन है। हामीले चाहिँ खाना खाएपछि आधी घन्टापछि गर्ने गर्नुहुन्छ है। नम्बर प्लस भएन फेरि चाहिँ हामीले प्लस गर्दा यो त्यहाँदेखि यस्तो नम्बर प्लस चाहिँ एकचोटि गर्दाखेरि तिनवटा दाम गर्नु होइन त्यो चाहिँ हाम्रो प्लस गर्ने राम्रो छ। अनि अब अरू भनेको हामीले दाम प्लस गर्ने हामी प्रायः जस्तोले बाहिर मात्रै सेवा गर्नु त्यो गर्नु होइन। हामीले चाहिँ प्लस गर्दाखेरि त्यहाँको प्लसलाई 90 डिग्रीमा दाँतमा यसरी राख्ने अनि हामीले यसरी ड्रप नगर्ने यसलाई हामीले यसरी तल तल ढ्याप्ने माथि सानो छ भने माथि तल ढ्याप्नु पर्ने हुन्छ। तल तल फेरि यसरी 40 डिग्रीमा राखेर यसलाई माथि ड्रप गर्नु पर्ने हुन्छ होइन। अनि फेरि हामीले बाहिर मात्रै गर्नु हुँदैन प्रायः जस्तो बाहिर मात्रै गर्छ नि भित्र गर्ने गर्नु छ तर भयो भने भाइ अनि हामीले भित्रमा गर्नुपर्छ कहाँ गर्ने अनि बस्ने उसको भित्र हामीले भित्र हामीले यता काम गर्नुपर्छ है बाहिर भित्र त्यो गरेर यसरी राख्ने फेरि यसलाई यसरी माथि राखेर राख्ने भने त सबैजनाले हेर ल मजाले 25 यसरी गर्ने
अगाडि फर्केर देखाउँ स्टेप 1 2 गरेर देखाइदिनु फर्स्ट स्टेप भयो अनि यस्तो भने सिधा राख्ने यसो राख्ने अनि यो कम्पनी गर्ने यो यताको एरिया पनि भेट्नु पर्यो यस्तो गर्ने यसरी ल यो सिधा गर्ने सिधा यसरी नबनाउने यसरी हैन यस्तो यस्तो गर्ने अनि अर्को हातलाई यसरी यो पनि भेट्नु अलमले मात्रै हेरी हेरी गर्ने प्रोटिनयुक्त खानाहरू खाने जस्तै कि दाल भयो गेडागुडी भयो होइन अनि मासु माछा अन्डा दुध आदि भयो अनि सेकेन्डमा रहेको छ क्यालोरीयुक्त खाना जस्तै कि चामल गहुँ मकै आलु तेल आदि जस्तो पर्छ त्यसमा चाहिँ होइन अब हामीसँग घरमा यस्तो खालको चिकन बक्स छ भने अब बनाएर खाने भइहाल्यो अब यस्तो छैन भने के गरेर खाने आजको के भन्दा गइरहेको छु हजुरहरूले अनि जीवनलाई के ओआरएस पनि भनिन्छ ओआरएसको फुल फर्म थाहा छ हजुरहरूलाई थाहा छैन है ओआरएसको फुल फर्म चाहिँ ओरल रिहाइड्रेसन सोल्युसन भन्छ है के भन्छ अरे ओरल रिहाइड्रेसन सोल्युसन भन्छ हो फेरि भन्नु त चम्ची त सबैको घरमा हुन्छ हुन्छ होइन त अनि नुन लिने हामीले त्यसमा लिइरहेको छु है नुन चाहिँ यसको भरि भन्नु यसको भरि 2 चम्ची लिने होइन अनि चिनी चाहिँ 8 चम्चा लिने 8 चम्चा लिने अरे अनि नुन अनि पानी अब तपाईँको घरमा अब 1 लिटर त नाख्ने हुँदैन होइन अब लिटर 1 लिटर नाख्नु नहुँदा चाहिँ के गर्नु भन्दाखेरि हामीसित त्यो ग्लास हुन्छ नि थाहा छ सानो सानो पानी खाने ग्लास सबैलाई हो त्यसपछि 6 ग्लास एउटा भाँडामा हाल्ने अनि बनाउने है त अब कसरी बनाउने भनेर अब सामग्री के चाहिन्छ म भन्नु गइरहेको छु सबभन्दा सुरुमा त अब 2 चम्ची नुन भइहाल्यो है अनि त्यसपछि 8 चम्ची चिनी भयो अनि त्यसपछि हामीले 1 लिटर पानी चाहिँ उमालेर सेलाको पानी अनि अर्को एउटा भाँडा चाहियो त्यो सफा हुनु पर्यो तर अनि अब बनाउने तरिकातर्फ लागौँ है सबभन्दा सुरुमा हामीले दिनुपर्छ सबभन्दा सुरुमा चाहिँ हामीले अघि हामीले हात धुन सिक्छौँ हो त्यसरी हात धुने अनि हात मजाले धोइसकेपछि भाँडा पनि मजाले धुने भाँडा मजाले धोइसकेपछि टक्सरी उमालेको सेलाको पानी त्यसमा हाल्ने अनि त्यसपछि 8 चम्ची चिनी 20 चम्ची नुन हाल्ने त्यसमा होइन
अनि घोलेर अब यो चाहिँ कतिखेर प्रयोग गर्ने भन्दाखेरि सुनिराख्नु सबैले यो कतिखेर प्रयोग गर्ने भन्दाखेरि झाडा पोखरा लाग्छ तपाईँहरूलाई कहिले कहिले लाग्छ नि होइन लाग्छ नि हो त्यति बेला हामीले खान सक्छौँ अनि त्यसपछि अर्को चाहिँ प्रेसर लो भएको बेला होइन प्रेसर लो भएको बेला नि हामीले यो खाएर चाहिँ हाम्रो प्रेसर बढाउन सक्छौँ प्रेसरको बारेमा सुन्नुभएको छ तपाईँहरूले अब कसरी खाने भन्दाखेरि टक्क 1 लिटर पानीमा 1 लिटर पानी अब हामीले बनाइसक्यौँ अघि होइन त्यो चाहिँ अब सानो सानो भुटुले खाने सानो खाने अनि त्यसपछि यो अब बालबालिकामा कसरी खाने भन्दाखेरि अब हरेकपल्ट अब पोखरा लागेको छ भने चाहिँ 50 देखि 100 ml कति अरे 50 देखि 100 ml सम्म खानुपर्ने हुन्छ भने वयस्कमा चाहिँ हामीले सकेसम्म धेरै खाने अब लगभग 3 लिटरसम्म चाहिँ हामीले खाने पर्ने हुन्छ कतिसम्म खाने पर्ने हुन्छ अरे केमा वयस्कमा बालबालिकामा कति अरे अब यो बनाउनु गइरहेको छौँ है हामी बनाउनु तरिका थाहा भयो सबैलाई थाहा भयो थाहा भएको भएन भयो सबै थाहा भयो भाइ अनिस भाइ थाहा भयो आउ त हाम्रो 1 लिटर पानी भयो आउ न हेर्नु सबैलाई 1 लिटर पानी भयो त्यसमा चाहिँ भाइले बनाएर देखाइदिन्छ है ल भन्दै सुरुमा भाइले हात धुराइसक्यो राम्रोसँग सजना जी मैनू छड़ के नहीं जाना कदी झूठे वादे सही दिल से निभाना कदी लंबी रातें सही ख्वाब तो दिखाना कदी मैं हूँ तारा तेरा चांद बन जाना कदी परदेसी तेनों जरा जिस्म का शौक नहीं दिल दीवाने तेनों बेवफा का रोग नहीं कुड़ियों दा मेला कुड़ी नाल तेरी मौज नहीं तू ही है रब तुझे रब की कोई खोज नहीं जान मेरी जानी पर जानी मैनू छड़ना नहीं आनी तेरी याद हर दफा कौन समझ आए जब टूट जाए साए हाय रब जब हो वही अनि यो चाहिँ फेरि 24 घण्टा भन्दा उता चाहिँ खानुहुन्छ 24 घण्टा भित्रै खाइसक्नु पर्ने हुन्छ त्यति भन्ने मेरो यही अन्त गर्न चाहन्छु कसरी थाहा छ तिमीलाई थाहा छ राम्रोसँग दुईटा सुन यो चाहिँ एचआइभी रेट्रो भाइरसको कारणले गर्दा लाग्छ यो एड्स चाहिँ एचआइभी रेट्रो भाइरसको कारणले गर्दा लाग्छ तर एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ तर कसरी सर्छ भन्दाखेरि यो चाहिँ सङ्क्रमित व्यक्तिहरूसँग अचानक त्यो सम्पर्क गर्दा सङ्क्रमित व्यक्तिहरूको सुईबाट प्रयोग गर्दा सङ्क्रमित व्यक्तिहरूको रगतबाट सर्ने आमाबाट बच्चामा पनि सर्छ जस्तै गर्भावस्थामा स्तनपान गराउँदा समस्या हो जुन चाहिँ लोअर रेस्पिरेटरी इन्फेक्सनको समस्या हो हाम्रो श्वास प्रश्वास नलीलाई 2 भागमा डिभाइजन गरेको हुन्छ एउटा अप्पर र एउटा लोअर अप्परमा चाहिँ न्याजल क्याभिटी प्यारानेजल साइनस फ्यारिङ्स र ल्यारिङ्स पर्छ भने लोअर रेस्पिरेटरी ट्र्याक्टमा चाहिँ हाम्रो ट्र्याकिया ब्रोन्काई ब्रोन्कियल्स एल्बोलाई र लङ्स पर्छ नमस्ते अब चाहिँ यो कुपोषणको रोकथामबारे भन्न गइरहेको छु ध्यान दिएर सुन्नु होला अब 1 नम्बरमा चाहिँ हामीले सन्तुलित आहारको प्रबन्धन प्रोटिनयुक्त खाना अब प्रोटिनयुक्त खानाभित्र चाहिँ के पर्छ भन्दाखेरि दाल गेडागुडी मासु माछा अन्डा दुध चिज सोयाबिन अनि सो गाइज अहिले चाहिँ हामी टक्कसँगले प्रेजेन्टेसन सकिसकेको छौँ अहिले चाहिँ प्रेजेन्टेसन सकेर अनि प्रेजेन्टेसन सकेर चाहिँ हामी जान आएको छौँ केटाहरू छन् टक्कसँग प्रेजेन्टेसन भयो ठिकै ठिकठाक केटो निराश छ
सो अल चाहिँ हामी यहाँनिर मलाई लास्टिक मेरो माटीले खुट्टा छेपुगी त्योहरू जुत्ता साटेको उयो के अरे प्रतीकसित अनि टक्क केटोले मार्टिन लगाइसकेको छ मेरो अनि हिँडिसकेको छ र सो हामीले यो शीतलदेखि यता अघि यो शीतलदेखि चाहिँ हामी मुभ भइसकेको छौँ अब हिँड्दै जान्छौँ हेर्दै गर्नु यता लास्टिक गलिसकेको छु मैले चाहिँ हामी लास्टिक उकालो फेरि हिँड्दा लास्टिकको गाह्रो भएको थियो अनि हाम्रो निरज सरले बन्दुक बोकेर यसरी ब्यानरहरू बोकिराख्नु भएको छ हाम्रो ताङसाङ सर चाहिँ तल आउँदै हुनुहुन्छ मोर्न आँटिसक्यो हामी चाहिँ लास्टै हिँड्दा उकालो लास्टै छ गाइस घाममा त्यस्तै लागिरहेछ देख्न सक्नुहुन्छ तपाईँहरू घाम त फेरि गिद्दी छ क्या गर्मी लास्टै भइरहेछ यहाँनिर पनि गर्मी हुँदो रहेछ म त जाडो उयसमा त गर्मी हुँदैन भन्ने सोचिरहेको थिएँ तर यहाँ पनि गर्मी हुँदो रहेछ र हामी जाँदैछौँ अब हाम्रो भ्लग पनि हुन आँटिसकेको छ सो हाम्रो चाहिँ ताङसाङ सर पनि आइसक्नु भएको छ हिँड्दै टक्क लाएर जुत्ता फुगालेर आउँदैछन् ताङै गाह्रो छ केटोलाई मलाई नि गाह्रो हेलो गाइज के छ गाइजहरूको नि स्यासेर पुपु भइसक्यो भिडियो बाइ तासिस ब्लग्स गाइज ल हाम्रो साथीलाई चाहिँ हिँड्न गाह्रो भइरहेको छ त्यही भएर मैले बिचमा हल्का लिएँ होइन 1 मिलियन चाहिँ जान्छ है भनेर भन्नु कसरी हो क्या बाटो अर्कै निस्किन्छ जस्तो लागिसक्यो होइन अहिले सर्टकट बाटो खोज्दै आएको अन्दाजीमा हिँड्दैछौँ केटालाई मेल खाने भयो यहाँ चाहिँ खोइ देखेँ सोनामीको जत्रै छ त मेलहरू त मिलिहाल्छ हामी चाहिँ अब तलबाट हिँडेर निकै माथि आइपुगिसकेछौँ आज प्रेजेन्टेसन पनि बवाल भयो होइन दाइ पनि हिँडिसक्नु भयो अब हाम्रो केटाहरू त्यो चाहिँ मेल खोज्दै कस्तो हुँदैछ त लास्ट बवाल हुँदैछ लास्ट गरिसकेको छ गाइस यहाँ चाहिँ लास्ट उकालो भएर मेल खाँदैछ केटाहरू चोर जस्तो हामी घाममा चाहिँ बस्नु हुँदैन होइन हामी बरु यता शीतलमा आएर बसिन्छ घाममा चाहिँ बसिँदैन चामे कहाँ कराउँदैछ चाम तल कराउँदैछ यसको गीतले चाहिँ आइसकेको छौँ यो पार्टीमा चट्ट तरिएर अब यहाँदेखि एप्रोक्स कति लाग्छ भने 30 मिनट जति लाग्छ होला हामी मेल भेटिरहेको छौँ मेल चाहिँ खानुपर्ने हुन्छ ल ल भन नि त केही गाइज हामी मेल खालिछौँ होइन तपाईँको ठाउँमा यो चाहिँ के भन्छ कमेन्ट गरिदिनु होला कमेन्ट डाउन बिलो गाइज सो अब यहाँ हामी खान्छौँ अनि एकछिन बसेर माथि चल्दैछौँ यति भन्दै हाम्रो भ्लग पनि यहीँ हुन आँटेको छ सो गाइज आजको भ्लग चाहिँ यतै इन गरौँ होला सायद आजको यो रमाइलो भयो यतिसम्म हेरिदिनु तपाईँहरूलाई धेरै धेरै धन्यवाद र केटाहरू यहाँनिर ढलेर गलेर ढलिरहेछ अनि यहाँनिर निरज सर पनि छन् टक्कसँगले अब हामी चाहिँ भ्लग इन गर्न गइरहेछु म र फेरि भ्लग आउँदै गर्छ सपोर्ट गरिदिनु होला नयाँ हुन्छ सब्सक्राइब गर्नु भन्दै अर्को भ्लग